मैले पठाएन के गर्दै हो प्यारा तिमीलाई कुरेर बसेको मलाई कुरेर बसेको प्यारे म राम्ररी देखेछु लास्ट टाइम कुछ हेरौँ न Cool dress. आज प्यारीले रियल छ मेरो म्याच वाह गाइस ब्लू हार्ट कमेन्टमा ब्लू हार्ट गाइस जीएसटी टिम टीएमसी टिम दुवैजना दुईटै टिम गाइस कमेन्टमा ब्लू हार्ट पर हाम्रो प्यारी राम्ररी मोडलै देखेको छ मोडलै ब्लू हार्ट गाइस कमेन्टमा ब्लू हार्ट हम तो प्यार से ही मरे मस्त मस्त राम्ररी साँच्ची भनेको गाइस कमेन्टमा ब्लू हार्ट राम्ररी देखे म लास्ट टाइम पिसा त लास्ट टाइम राम्ररी देखेको रहेछ तिमीलाई चाहिँ एउटा कुरा भन्नुपर्ने छ मेरो आज प्यारी मेरो रियल टिकटकमा गाइस ओके आज दुईटा टिम हुँदाखेरि देखाउँछ है गाइस मेरो त फिल्टर लगाएर बसिरहेको हुँदो रहेछ यार मलाई आज थाहा भएको मैले फिल्टर लगाएर बस्छ रहेछ अन्त प्यारी मेरो रियल फेस होइन हौ पर्दैन मैले हेरिसकेको छु मैले राम्रै म त आज किन कालो देख्छु कि कालो अघिदेखि कालो देखेँ भनेर भन्दा कि म मैले फिल्टर युज गरिरहेछु म त फिल्टर लगाएर बस्छु ल गाइस अब बानी बसिसक्यो फिल्टर लाउने गाइस तपाईँहरूले दिनको यही फिल्टरमा देखिरहेको बानी थियो गाइस यही फिल्टरमा हेर्नु अब रियल फेस त्यति नै थियो गाइस गोरो देख्छ के फेस मिसो तामाङको पनि त्यही हो घोस्टको पनि त्यही हो तर अलिकति गोरोको फरक हो उज्यालोको फरक तर मेरो चाहिँ स्मुथ नि यतिकै छ मैले स्मुथ चाहिँ छैन स्मुथ हट यो अनि कहाँ पाइदियो अरे फिल्टर हटाउँदाखेरि त मुखभरि पिम्पल हल्का डिफ्रेन्ट तपाईँको प्यारीको चाहिँ बरु कालो होला त्यति कालो पनि छैन म गाउँ गोरो छु होइन त सिस्टरहरू पुष्पा दि भन्नु त पुष्पा दि देखेछ मेरो रियल आउँदा मेरो रियल आउनु भयो गाइस म त फिल्टर मेरो जीएसटी फ्यामिली चाहिँ देखेछ है मेरो अनुहार पिम्पल पनि देख्दो रहेछ यहाँ नि पिम्पल छ गाइस मेरो यहाँ पनि यो चाहिँ गाइस मेरो बर्थ साथीहरूले चाहिँ देखेछ मेरो यो चाहिँ मेरो बर्थ मार्क हो गाइस दिस इज माइ बर्थ मार्क तर धेरै जना त युट्युबमा त देखिसकेको छ गाइस तपाईँ ल युट्युबमा तपाईँ यो रियल अनुहार चाहिँ किन देखाउनु खोजेको प्यारा अघि झुकेर आउनु भएको नि मेरो रियल अनुहार देखाउनै पर्यो बात देखाउनै पर्यो रियल अनुहार देखिहाल्यो अनि केही छैन राम्रै छ प्यारा मनले राम्रो हुनुपर्छ कि अनुहारमा नजाम मलाई तर गाइस मलाई साँच्चीकै थाहा थिएन म जहिले के भन्थे टिकटकमा किन यति गौरव आउँछ भन्दै बस्थेँ म जहिले पनि आज थाहा भयो म त गोरो देखाउँछु नि गोरो देखिन्छु तर टर्चर भएको छ होला मान्छेहरू रियलमा होइन मेरो प्रब्लम चाहिँ के भन्दा रियलमा देख्यो भने मान्छेलाई नचिन्ला भन्ने डर हो क्या मलाई त चिन्दा हुन्छ प्यारी यस्तो हो क्या हेरौँ इन्स्टामा आउँछ प्यारी इन्स्टामा आउँछ इन्स्टामा चाहिँ फोटोग्राफर कोलाबोरेसन पठाउँछ हेरौँ न होइन मसँग एउटा पनि छैन तपाईँको ड्रेस हेरौँ न मेरो आजको फोटोसुटको न फोटोसुट त आज ज्वेलरिजको भएको मैले ज्वेलरिजहरू लगाएर गरेको त्यति मात्रै ज्वेलरिजको प्यारी मसँग छैन क्या त्यो फोटोग्राफर एउटा सेल्फी त हाने होला भिडियो त गर्यो कसमै भनेको एउटा पनि फोटो खिचेन मैले यस्तो त हुन्छ मान्छे के उनीहरूको यत्रो क्यामेरा थियो अनि मेरो फोन त के निकाल्नु भन्दा नि यत्रो क्यामेरा भयो चाहिँ ननिकाल्नु अनि उनीहरूकोबाट कस्तो राम्रो फोटो आउँछ नि गाइस ट्याप तिम्रोमा ट्याप भइरहेछ मेरोमा त ट्याप हुँदैन यार आजकल त ग्लिच भएर क्या ट्याप चाहिँ गर्छ ग्लिच मेरो फिलिकीले के विन लगाएर गयो 11 विन कसले फिलिकीले
मलाई लाइभ सेयर गर न के 11 मिनट गयो गर्दिनु म अघि 5 सेकेन्ड ढिलो भएको 5 सेकेन्ड 3 सेकेन्ड ढिलो भएकोमा छिर्यो भ्याट्टै हेर्दा हेर्दा प्रतिमा दिदीले पनि 20 लेभल बनाइसक्यो हाय लेट्स टप प्लिज सबैजना एकचोटि चाहिँ टप गरिदिनुहोस् त गाइस कोही मान्छे झ्याप्पा हाम्रो लाइभमा छिर्यो भने नयाँ मान्छे फर्स्ट टाइम छिर्यो भने के भन्छ यिनीहरूको त ट्याप ट्यापै हुन छोडेछ भन्नु भन्दैन मेरो आइडी हिजो गएको थियो फिर्ता आयो लाइक राति नै फिर्ता दिइसकेको रहेछ आइडी अपिल गरेको फिर्ता दियो दिन कस्तो भयो ओए अहिले त्यसरी बान होइन तिम्रो फेसको फिचर कस्तो मजाले देख्दो रहेछ हो अनि है तिमीलाई कुर्ता सुरुवाल साडीमा चाहिँ कपाल छोडेको राम्ररी देख्छ यस्तो लुगामा चाहिँ यसरी बानेको क्या त्यो लाइक सेक्सी वाला हुन्छ नि लाइक त्यो फेसको फिचर खतरा देख्दो रहेछ कमेडी देख्छ के एकदमै न कस्तो त्यो फेसको फिचर कस्तो मजाले देखिरहेछ कमेन्ट ब्लू हार्ट है रेड हार्ट होइन ब्लू हार्ट ल प्यारीको लागि पुतली भएर बसिरहेको छ नि हो भनेको साँच्ची भनेको कस्तो सार्प देखिरहेको मान्छेले तिम्रो जस्तो फेस त्यहाँ कति पैसा तिरेर बनाउँछ मलाई मन पर्दैन कि मेरो फेस यस्तो छ नि त थ्याङ्क यू सो मच फर हजुर मलाई थेप्छ फेस मान्छेले त्यस्तो फेस बनाउन कत्रो पैसा तिर्छ निधार यत्रो देखिरहेछु मैले असमै भनेको प्यारी कस्तो मोडल जस्तो देखिरहेको थियो तिमी त्यो कोरियन चाइनिज मोडलहरू जस्तो देखिरहेको थियो मेरो निधार यस्तो देख्छ ठुलो देख्छ के भनेपछि मेरो निधार तिमीलाई त के लाग्छ त्यसो भए तिम्रो निधार तिमीलाई ठुलो लाग्छ भने मेरो निधार त के लाग्छ तिमीलाई तपाईँको निधारमा आएर घर बनाउँछु मेरो निधारमा त घर होइन गाउँ नै बनाउन पुग्छ एउटा घर बनाउनु पर्यो गाउँ नै बनाउन पुग्छ मेरो निधारमा त थ्याङ्क यू सो मच यतापट्टि सुन्नु प्यारा यतापट्टिको निधारमा मेरो घर बनाऊ उतापट्टिको निधारमा तपाईँ घर बनाऊ बिचमा खोला बनाऊ नाला बनाऊ अनि त्यसमा पुल जोडौँ यसरी मेरो निधारमा चाहिँ बगैँचा बनाऊ यस्तो वाला पुल अनि मेरो निधारमा चाहिँ बगैँचा बनाऊ वरिपरि यसरी रोपडिम निधार त्यस्तो ठुलो छैन क्या प्यारी किन ठुलो भनेको भए त्यो तिमीले ठिकै छ त मिलेको छ मलाई नि मेरो आँखा यत्रो भएको भए म अलिक राम्रो देखिन्थ्यो होला कि मेरो आँखा सानो भयो क्या मेरो आँखा हल्का ठुलो हुनुपर्ने क्या मङ्गोलियनहरूको त्यस्तै त हुन्छ नि आँखा अलिक ठुलो हुनुपर्ने मेरो गाइस एउटा कुरा तपाईँहरूले फेरि लाइक फोटोसुट भनिसकेपछि अर्को खतरै सोचिरहेको होला गाइस मेरो पोर्ट्रेट फोटोसुट भएको है मेरो तपाईँहरूले फोटो देख्ने भने मेरो फेसको माथि अरू केही पनि देख्दैन त्यो फोटो जम्मै मेरो फेसकै माथि फोटो यहाँभन्दा माथि बनाउन मिल्छ अनुहार आँखा बनाउन मिल्छ ल म पनि आँखा बनाउँछु अब सर्जरी किन गर्नु पर्यो भने माथि मिल्न त मिल्छ तर गर्न चाहिँ किन पर्यो भने माथि 3000 राम्रै हुनु मन लाग्यो राम्रै छ त नि होला कति राम्रो हुन्छ अझै आँखा ठुल्ठुलो बनाउनु पर्यो कि म चाहिँ आँखा ठुलो बनाउनु मन लाग्यो 3000 जना मान्छेको क्याटेगोरी थियो सिरियसली गाइस सिरियसली ब्लू रे यस गाइस उसको चाहिँ डार्क ब्लू मेरो चाहिँ लाइट ब्लू हो क्या होइन तर मैले अनुहार चाहिँ पाएर आएकै हो सिरी लेखेर आएकै हो जस्तो लाग्छ कहिले त तर राम्रै छु नि म त राम्रै छु लास्टै अरूले त फेक तारिफ गर्छ प्यारीहरू आफ्नो तारिफ आफै गर्नुपर्छ म कम राम्रै छु म जस्तो राम्रो त कोही छैन भनेर बस्नुपर्छ सबै
मिश्र तामाङ पनि कस्तो राम्रो छ के थाहा मैले फेक तारिफ पो गर्दैछु कि सैया छुले प्यार से आराम से मर जाऊं प्यारीले गाइस हिजो पनिसमेन्ट माफ गरिदिएको थियो मलाई अनि के पनिसमेन्ट दिनु मैले चाहिँ दिनु उसले चाहिँ माफ गरिदिनु मलाई हैन What's up guys? Thank you so much for 2 million subscribers. खतरे गाउने नि प्यारीले त फेरि गर्नु प्यार है रे वो सजनी रे प्यारी हिजोको गिफ्ट देखाउन फेरि एकचोटि हेरौँ न म त्यो गिफ्टमा त आयो तर त्यो आइडी फाइनल वार्निङमा छ मैले राम्रोसँग हेर्नै पाएन डर लागिरहेको थियो मलाई हाम्रो निरुना कि मिरुना दिदीले पठाएको रे गाइज मिरुना दिदीले पठाएको राम्रो नि कालो ओठमा चुप्पा खायो गाइज कालो ओठमा चुप्पा खायो दिल दे टास दे ठ्याप्पै मेरो कल्पना तो होला रात दिन किन हो बोलाको यस गाइज अब निरुना सिस्टर निरुना दिदीले पठाएको गिफ्ट हो रे गाइज त्यो थ्याङ्क यू सो मच निरुना दिदी वन्स अगेन यहाँनिर छ क्या मलाई लाज लाग्यो गाइज के गरे साटेको मलाई लाज लाग्यो गाइज यार त्यो त हामी बिजन हुँदा मात्रै गर नि त्यस्तो काम त अहिले चाटा के हुन्छ प्यारे मेरो प्यारे आऊ मलाई चुम्मा म तिमीलाई चुम्मा खान्छु अबे गर्दै थियो नि प्यारीहरू देख्यो रिभेन्जी नो मलाई त कहाँ म त खुसी हो त्यहाँनिर अलिकति लाज मात्रै लागेको त्योभन्दा भित्र नहाल बत्ती बाल्न आयो तिमीलाई आउँछ यो कनेक्ट गर्नुपर्छ कसरी बाल्छ कसरी बाल्छ मलाई नि यस्तो गर्नु दाइरे यस्तो पाउँदैन नि गोस्तो वन पिस हो त्यहाँ बत्ती छैन त्यस्तो गरेर चाक देखाउ त मुनिको मलाई त्यो खोला त त्यो खोल्न मिल्छ ब्याट्री हाल्ने होला अँ ब्याट्री छैन के यसमा ब्याट्री हाल्नुपर्छ छिर्दैन भनेको त्यहाँ दिनु छिटो नबाल्ने हो छिर्दैन भनेको मेरो ब्याट्री किन छिर्दैन म छिराएरै छोड्छु आउनु यहाँ दिनु छिटो कसरी छिर्दैन भनेको म ट्राई गर्न चाहन्छु कोही सम्झाओ इस औरत को लजाको ठिकै छ लजाकै राम्रो लाग्छ मलाई केटा मान्छेहरू लजाको मन पर्छ यार मलाई तिमी मेरो ब्याट्री जहाँ पाइ त छिराइदिन्छु भन्छौ अनि के हुन्छ त्यो काम लाग्ने ब्याट्री त्यसलाई त बोल्छ काम लाग्दैन रे के काम लाग्छ ल भन्नु मलाई एक्सप्लेन गर के काम लाग्छ के गर्नु काम लाग्छ भगवान क्या बोला क्या रे के गर्न काम लाग्छ भन्नुस् त इन्स्टामा फोन गरेर सोधा भनिदिन्छु यहाँ त भन्दिनँ म त
दिदीहरू धेरै छ यहाँ दिदीहरू धेरै छ इन्स्टाग्राममा फोन गर इन्स्टा हुन्न सुरुमै यही बोले अब सुरुमा ल सुरु चाहिँ हामी स्टार्टिङ पोइन्टमा इन्स्टामा लुकीछुपी बोलेको भए पो इन्स्टामा सोध्नु अब सुरुमै यो कुरा त यहाँ भन्न मिल्छ त नि ल के हुन्छ हौ यत्रो दिदीहरू छ अनि म त लाज पो लाग्यो गाइस म त पानी खान्छु कसले हो कमेन्टमा कुदेर छ फुटबल टिम बनाउन भनेर म के भने गाइस के कुरा गरे तिमीले ब्याट्री डबल तिमी यस्तो राम्रो लुगा लगाएर बसिरहेको रहेछ आज तिमी एउटा काम गर न तिम्रो पनिसमेन्ट पनि त्यही मैले तिम्रो लागि भने गीत गाएको थियो कस्तो भाइरल गएछ तिम्रो सम्झनामा तिम्रो यादमा गीत गाएको थिएँ मैले होइन कस्तो भाइरल गएछ लामा लामा भनेको सबैले भिडियो बनाउनु भइसक्यो आधी टिकटकले भिडियो आधी नेपालले टिकटक बनाउनु भइसक्यो अहिलेसम्म प्यारीले बनाएको छैन त्यो लामा लामा त्यसमा तर यही ड्रेसमा क्या अप्सनमा दिनु अरू दिनु नि प्यारा अरू पनि हुन्छ नि त गाह्रो भयो हो न तिमीले हिजो मलाई माफ गरिदिएको थियो अरू त माफ हो अरू 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 अप्सन 10 जना कस्तो खुसी भइरहेछ यस्तोमा दिनु बरु मोडल टिग्री बाई बाई टिग्री बाई बाई टिग्री बाई बाई टिग्री बाई 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 तिमीले सिङ कहाँबाट आउँछ त्यो पब्लिकमा आयो गरौँ मोडेल पब्लिक सुरु प्यारे हो त्यो भएर बसिहाल्यो के गर्ने अब एकछिन गाउँ डुल्न जाउँ न ल गाउँ डुल्नु अनि लास्टमा जोडौँ ल तिमी कस्तो राम्रो देखिरहेको रहेछ आज यो लुगामा ल धेरै केटाहरू फस्न सक्छ आज केटाहरू फसेर केही छैन तपाईँ फसाउनु केडी फसाउनु प्यारा केटीसँग फसेर आउनु तपाईँ म फसेर आउँछु ल चुप्पा दिदो केटी फसोस् मिस्टर तामाङसँग चुप्पा दिदो केटी फसोस् मिस्टर तामाङको भयो केटा फसाउला तिमीलाई मलाई नदिनु के फिल्टर लगाएको छ हो मेरो लिप्स पिङ्कै छ अहिले त जबसम्म त्यो पिङ्क हुन्न पिङ्क नै छ पिङ्क ल प्यारा अहिले एकछिनमा जोडौँ ल एकचुली ल